कति भिड है आमालाई छुँदा हुन्छ क्या हामीले ल उता राखिदिनु यो पनि बाल्नु बाल्नु न बाल्नु तपाईँले बालेको नि हामीले मैले बाले नि एउटै हो कि छुन्छु म तपाईँलाई डर लाग्यो है लुगा गयो होला यताबाट यता यही बस्नु यसले बाल्छ यतै होला कहाँ गयो झट्टै डराइदिए जब अब गर शान्तिको सामान किनेर त्यहाँ गर शान्तिको ए यही रहेछ त सङ्कटामा चाहिँ आज लास्ट शनिबार यत्रो धेरै भिड छ है साथीहरू राम 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 त्यसलाई ए यसमा फुलपाती दिएन लिएर हिँड्नु नि फुलपाती उयो हाल्दा पनि हुन्छ भरे लिएर जाउँ तिम्रो एउटा टपरा चाहिँ कता फाल्थ्यो फुलपाती छ यहाँ खोइ टिका पनि लगाएर के हामीले त एउटा यही थियो मैले लिएकोमा रह्थ्यो यहाँ लाउँदैन लाइन छ साथीहरू कति धेरै हामी चाहिँ लाइनमा बसेको बाहिरबाट पूजा गरेको आमालाई नि लिएर आएको आज चाहिँ यताबाट भित्र छिरेर जाऊँ मैले अहिलेको ठाउँबाट त्यो सामान किनेर त्यहाँतिर जोगीलाई दिएर अहिकै पसलतिर दान गर्ने चाहिँ उता पर हो खुस्क्यो आमा जुत्ता खुस्क्यो
कस्तो छ क्या यहाँ साथीहरू टेन्सनमा चाहिँ कस्तो लाइन छ है यहीँ बस्नु यहीँ यहीँ बस्नु यहीँ म चाहिँ घरको सामान किन्न जाँदैछु है दाम किन्नलाई कति धेरै कहाँ किन्ने होला त पुरै प्याक छ त हौ यहाँ किन्दा हुन्छ यहाँ हाल्नेछु दुई सय अरे 200 दुईवटा हालिदिउँ न दुईवटा छुट्टै झोलामा हालिदिनु है हजुर चामल कति हो र चामल हो हजुर पोखरी हो र पोहोर त मागेको थिएन मलाई माग्यो भने लिन आउँछ होला एउटा प्लास्टिक चाहियो मलाई एउटा प्लास्टिक दिनु पर्यो एउटाको दिए यसको उसले दिन्छ एउटा च्यातिन्छ यो लिनु त पैसा लु जाम यता यस्तो गर्नु है जाम गोत्र सुत्छ यता कहाँ खाली छ त यहाँ त यहाँ खाली नै हुँदैन आलुहरू पनि दिँदा रहेछ
साथीहरू हामी चाहिँ मैले सङ्कटा मन्दिरमा होइन अहिले चाहिँ बिहानको 7 बज्न लाग्यो 10 मिनट बाँकी छ अनि यहाँनिर चाहिँ लाइन यस्तो छ हामी चाहिँ लाइन बस्नु नसकेर बाहिर दर्शन गऱ्यौँ है अनि त्यसपछि चाहिँ आज चाहिँ चैतको लास्ट शनिबार भएर नि होला लाइन चाहिँ यस्तो छ क्या 2-3 खाप लाइन छ होइन अनि त्यसपछि यहाँ छ मन्दिर चाहिँ है हामीले चाहिँ बाहिरबाटै दर्शन गऱ्यौँ अब हामी चाहिँ अनि घर जान लागेको है साथीहरू अनि यहाँ आमा हुनुहुन्छ बहिनी अनि प्रीति छ अनि त्यसपछि हामी चाहिँ आएको आज सङ्कटा घर दशा कटाउन आएको है साथीहरू आमा चाहिँ मुस्कुराइराख्नु भएको है पुरै मुस्कुराइराख्नु भएको छ अब चाहिँ हामी घर जान लागेको है साथीहरू ल जप जप भयो सनसेट ए सनराइज सनसेट भन्न आइराखेँ के खालको म पछाडिको भिड आउँछ सनसेटले सनराइजले डिस्टर्ब गर्यो यो लाइन त कहाँसम्म छ नि त फेरि खन घुमेको वर्षको लास्ट स्याटरडे महिना चैत महिना पनि लास्ट स्याटरडे वर्षको नि लास्ट स्याटरडे अनि त्यसपछि त भयो ठगेको के है हाम्रो रञ्जना छोराले ए माको ठगुवा रहेछ बालाई त हातमा समाएर पछाडि उठ्दै एउटा कुल्चेर लडेर सबैजना लड्छ अलिकति हुनुभयो जय हो खुश रहो